खानामा के बनायो अब आज ब्याङ्क गएको थिएँ जाने भएर थोरै ढिलो भयो। खानामा अब यो दाल फूलकोपी आलु मटरको सब्जी दिन्छु। उसको पछि यहाँ दाल बनाएको छु। दाल झानेन अहिले त धनियाँको सिजन छ भनेर दाल धनियाँ हालेर मुसुर दाल बनाइदिएँ। त्यसपछि त कुट्रा सागको भाजी। कुट्रा साग पनि एकदम बगानबाट टिपेको। एक त देरीमा बगानमा टिप्ने जानलाई पनि टाइम चाहियो, कम्ती भयो। तर त आलु मिलाइदिए थोडा टमाटर एउटा हाले राम्रै लाग्छ। टमाटर आलु हालेर कुट्रा साग बनायो भने मिठो लाग्छ। हुन त धेरै आलु मन पर्दैन, त्यही हाम्रो त बेसी आलु खाने मान्छे छैनन्। शुभम भएको भए आलु खान्थ्यो, आलु फ्राई आलु भाजी त्यही नै भन्छ त्यसले त। आजको खाना यति नै हो। बिरयानी थियो त्यही अब खान्न भन्नेछ जब यो कुकुरलाई दिनु हो। मेरोले पस्किन्छु। धनियाँको चटनी छ है, सोचे त चटनी थोड़ा पिस्छु भनेर फेरि देखेँ यहाँ आइछ यतिकिन होइछ मलाई पनि होस् बेलुका बनायो भने बनाउँछु। के खोज्यो लसुन खाएर सक यति। निम्बु पनि थियो त्यहाँ काटेको। हो त ठन्डा परेछ हो। पुस लाग्यो होला, दिन पनि त्यस्तै भएको छ। अब म पनि खान्छु। हुन्छ त साथीहरू, तपाईहरु पनि खाइसक्नु भयो होला। हाम्रो त सधैँको ढिलो हो। आज कति दिनबाट हामीसित भिडियो गर्न पनि मन थिएन, किनकि मैले त बिहान तपाईहरुसित शेयर गरेँ हाम्रो एक डगी घरमा पालेको। आज 4 वर्ष भयो बितेको पछि मन यसै उदास रुवाबास। मान्छे मरे पनि यति साह्रो रुन्नन् होला, यति रुवाबास भएछ नि। आज हिजो 3 दिन भयो, आज 4 दिन भयो। हिजो दिउँसो थोड़ा मेरो पेटमा एक गाँस भात परो होला। अब जति जे भए पनि खाना नखाइ नहुने होइछ। मान्छे मरेको 1-2 घण्टा पछि बेलुका होस् वा भोलिपल्ट होस् एकमुठी खाना चाहिँ पेटमा हाल्नै पर्ने होइछ। नहाले पनि मान्छे चल्न सक्दैनन्, करले पनि खाना पर्छ। त्यही आजको खाना सिम्पलै थियो, यतिकै बनाएँ। हुन्छ त साथीहरू, तपाईहरु चाहिँ खानुस्, म पनि खाना बस्दैछु। आमालाई पनि दिए खानालाई, म पनि खाना बसिछिन्। एउटा बाटी लिन पर्यो दाल।